आज चाहिँ मैले स्वादले भरिपूर्ण तरिकाले बोकाको मासु यसरी बनाउँदै छु। ल हेर्नुस् है त। हिट अन गरी कराई बसाले। कराईमा तेल राखिसकेपछि चाहिँ मैले जिरा फ्राई मासु ओइरे। मासुलाई एकछिन मजाले चलाउने साथीहरू। मासु चाहिँ जति सक्दो त्यति पर भुट्दै पकाउनु पर्छ। अब चाहिँ मैले यसमा प्याज र बेसार राखे साथीहरू। यसलाई नि मजाले मिक्स गर्ने। मासु चाहिँ सक्दो हामीले लो हिटमा पकाउनु पर्छ साथीहरू। यतिको मासु पर भुटिसकेपछि चाहिँ अब चाहिँ मैले स्वाद अनुसार नुन राखेँ। नुनको साथसाथै लदुवाको पेस्ट, मसलाको पेस्ट, मसला पनि मजाले राख्नुपर्छ। यसलाई नि मजाले मिक्स गरेर एकछिन पर भुट्ने साथीहरू। मैले चाहिँ बोकाको स्वाद मेटाउन यसमा चाहिँ मैले थोरै टमाटर राखेँ। टमाटर राखेर ढोक्दिने। ल हेर्नुस् त कति मिठो देखिएको छ। ग्रेभीको लागि चाहिँ हल्का पानी राखेर मासुलाई एकछिन फेरि छोपिदिए। यतिको मासु फतक्क देखिसकेपछि चाहिँ अब चाहिँ हामीलाई सुपको लागि पानी राखेँ। ल हेर्नुस् त कति मिठो देखेको। भुक्लु उम्लिएपछि यो कति मिठो छ है त खानामा खानलाई।